चक्क लाइट साइट खोल्नु। हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो चाहिँ नयाँ भिडियोमा। अहिले चाहिँ बिहानको ट्याक्क 8 बजेर 7 मिनट गइसकेको छ। म चाहिँ कलेज जाने टाइम चाहिँ मेरो 9:30 बजीतिर म चाहिँ यहाँबाट निस्किन्छु होइन। अनि ट्याक्क 7 बजे साँझ ट्याक्क 7 बजे आउँछु, 7:30 बजीतिर। त्यस्तैसम्म चाहिँ कलेज हो, गाह्रो छ हल्का फुल्का होइन। आज चाहिँ मैले हजुरलाई देखाइदिन्छु म स्कुल केमा कसरी जान्छु, सब देखाइदिन्छु है हजुरलाई। गाइस हेर्दै गर्नुहोस्। अब चाहिँ मेरो अलि 5-10 मिनट पछि चाहिँ खाना खाने बेला हुन्छ 8:30 बजीतिर। अनि त्यसपछि अनि 9 बजीसम्म ड्रेस लगाउने, अनि त्यसपछि बाटा गएर कुर्ने हुन्छ प्रक्रिया। त्यही हो, ल हेर्दै गर्नुहोस् है गाइस, के हुन्छ म देखाइदिन्छु अन्तिमसम्म। ल हेलो गाइस, फाइनली म चाहिँ रेडी भइसकेँ होइन। म चाहिँ ड्रेस लगाएर होइन, अब स्कुल कलेज जानु पऱ्यो होइन। ट्याक्क अहिलेको चाहिँ समय देख्न सक्नुहुन्छ तपाईँले, 8 बजेर अब 9 बज्न 4 मिनट छ। अब चाहिँ 9:05 म चाहिँ घरदेखि निस्किन्छु। अनि त्यसपछि ट्याक्क मैले आइफोन त लिएर जान्छु, तर यो एन्ड्रोइडै यहीँ छोडेर जान्छु। तर यो फोन लगेर नि राख्न दिनुपर्छ पसलमा होइन। ट्याक्क मेरो चाहिँ ब्याग नि यता रेडी भयो। अनि यता यस्तो छ मेरो रुमको हालत, यस्तो छ मेरो चाहिँ यो राखेको चाहिँ भिडियो बनाउनको लागि हो। टक्क अझै भिडियो बनाएको छैन, यसमा चाहिँ हल्का नमिले जस्तो छ नि गाइस। यहाँ चाहिँ डम्बलहरू छन्, यही हो होइन। ट्याक्क अब चाहिँ जाने, अनि त्यसपछि बाहिर आएर बस आउँछ, त्यसरी सालजानीतिर गएर म यसो भ्यू देखाइदिन्छु है गाइज। आज साँझ आउँदासम्म मैले भिडियो बनाउँछु है गाइज। अब यसो हेर्दा नि अलि जेन्टलमेन जस्तो देखिन्छन् क्या, आफूले आफूको के बयान गर्ने होइन गाइज। ट्याक्क चाहिँ आज चाहिँ बाहिरको भ्यू हेर्दा ट्याक्क पानी पर्ला जस्तो छ। हेरौँ है बाहिरको भ्यू, यस्तो बवाल छ, ट्रेक्टरले जोतिरहेछ। ट्रेक्टरले चाहिँ रोपाइ नि भइसक्न थालेछ, त्यसपछि जोतिरहेछन्। अरू ठाउँमा चाहिँ भइयो यता साइडको गरातिर, त्यहाँ मात्रै बाँकी थियो। अब चाहिँ ट्याक्क मजा सोजा लाउनु पऱ्यो। मैले जुत्ता चाहिँ यहाँ पलिस गरेर राखिसकेको छु। ट्याक्क मजा चाहिँ मैले डेली यहीँ राख्छु कि आउनु जाने बेला सजिलो हुन्छ भनेर। ल त गाइज होइन, म चाहिँ अब जान लागेको भिडियो गराइदिन्छु ल है। त्यसै साँझसम्म यो भिडियो हेरिराख्नुहोस् है गाइज। ल आइएको छन्, हामी चाहिँ सालजनी आइयो। अब हाम्रो गाडी चाहिँ सालजनी 9:30 मा छुट्छ होइन। हामी चाहिँ मुर्गी आयो फाइनली। बाटोको हालत देख्न सक्नुहुन्छ, रोपाइ हुँदैछ बाटोमा चाहिँ। अब देख्न सक्नुहुन्छ यस्तो छ बाटो। म चाहिँ बुटोल गएर देखाइदिन्छु। फाइनल गाइज हामी चाहिँ बुटोल आइयो है। बुटोलको भ्यू होइन, बुटोलको भ्यू हेर्नु। अब चाहिँ ट्याक्क आउने बेला भिडियो गर्छु। म चाहिँ मोबाइल राखियो, मोबाइल आएपछि म भिडियो गर्छु। ल बाहिर आएको आएछ त्यस्तैसम्मको लागि हाम्रो चाहिँ अब कलेज छुट्टी भएर हामी चाहिँ जाँदैछौँ अब घरतिर होइन गाइज। यहाँ छ मेरो भाइ गरिदियो ये हेलो। अनि हामी चाहिँ अहिले बाँसगढीतिर आइयो होइन, देख्न सक्नुहुन्छ भ्यू साँझको होइन। यस्तै कलेज आउँछ त भेजा लाग्छ यार, दिउँसभरि केही गर्न पाउनु। मर्निङ परेर बरु सोही हुन्थ्यो कि। यस्तो भ्यू छ, बस्नु मान्छे खाली छन् हाम्रो थोत्रो बसमा। ल गाइस फाइनली म चाहिँ घर आएँ होइन। ट्याक्क लाइट खोलाम, यस्तो अँधेरो परेपछि ट्याक्क लाइट साइट खोल्नु पऱ्यो, सोला खोल्नु पऱ्यो। गाह्रो छ यार, झुर भएर आइएको छ, के गर्ने। मजा खुट्टा मजा सजा खोलेर भर्खरै अब मजा धुनुपर्छ, ड्रेस धुनुपर्छ गाइज। कम गाह्रो छ, यस्तै छ गाइज। ल हेर्न सक्नुहुन्छ म चाहिँ आजको भ्लग ट्याक्क बनाएँ होइन। आज के भयो मैले सब तपाईँहरूलाई देखाइदिइसकेको छु होइन।
सबैले भिडियो हेरेर इन्जोय गर्नु होला। अनि यो आइडीलाई चाहिँ सब्सक्राइब गरिदिनको लागि सब्सक्राइब गर्न लाग्यो नि गाइज। अनि यो भिडियोमा यो आइडीमा चाहिँ अब भिडियो आउँछन् के, एउटा वर्कआउटवाला हुन्छ, एउटा भ्लगवाला हुन्छ। सबैजनाले हेरेर इन्जोय लिनुहोस् है। ल गाइज, बाई बाई।